साथीहरु नमस्ते झोरले गुड मर्निङ हामी जाँदै झोरले चाहिँ किन भन्छ धरान सौर सिसागले बनेको घरमा घर हेर्नको लागि तपाईहरु कतिजना गइसक्नु भयो हामी चाहिँ आज पहिलो पटक जाँदैछौँ वेलकम छ तपाईहरुलाई आजको मेरो यो सर्ट भिडियोमा आज चाहिँ हाम्रो यात्रा पैदल यात्रा हो टेम्पो आइसक्यो अगाडि हामी चौपतली लाइनमा आयो साथै हामी हिँड्दै जाँदैछौँ अनि अरू बेला चाहिँ कसैले आँखा फुटेर पनि हेर्दैन थियो आज सुबिके छेउमा भएर चाहिँ प्रत्येक टेम्पो सफारी प्रत्येक यहाँ जति पनि हिँड्नु छ सबै टिटी धरान बजाएको छ अनि यो चाहिँ राम्रो केटीहरूसँग हिँड्नुको फाइदा नभए चाहिँ दाइ भनेर बोलाउनु पर्थ्यो अरू बेला चाहिँ आज चाहिँ यस्तो गरी बोलाइरहेछ क्या प्रत्येक टेम्पो प्रत्येक सवारी कसैले छोडेकै पो छैन त यहाँ कहिले त अहिले भन्यो एउटाले यो त यसले देखेन नि त यसले पछाडिदेखि आएको हो नि त टेम्पो अगाडिदेखि आएको त्यसले पछाडिबाट देखेन नि त तलै त्यही भएर अगाडिदेखि देखिन्छ त्यो सबै नै फर्काउँछ कि आम्मामा है यताबाट आइरहेको छ पसा र पुरै फर्काउनुको लागि पनि रेडी क्या जाने हो अरे छेउमा अनि साथमा चाहिँ राम्रो केटीहरू हुनुपर्दो रहेछ भनेर आज मैले सिकेँ हामी चाहिँ बाटो थाहा नभएर म्यापमा हेर्दै खोज्दै हिँड्दैछौँ होइन हेर्नु त धरानमा कति राम्रो फुल फुलेको हामी धरानमा बसेको सायद 4 वर्ष भयो यो बसेको चाहिँ 6 वर्ष भयो त्यही पनि अब कति ठाउँमा चाहिँ हामी अब जस्तै सफारीमा टेम्पोमा गयौँ भने चाहिँ यो ठाउँ यहाँदेखि यता भनेर थाहा हुन्छ होइन तर अब हिँड्दै गयौँ भने चाहिँ बाटो अलिकति डगमगिन्छ अनि त्यही भएर हामी चाहिँ धरान 9 देखि सौरासम्म चाहिँ हाम्रो पैदल यात्रामा हामी चाहिँ गुगल म्यापको सहायता लिएर कहाँ आइपुग्यौँ भन्दै हेर्दै हामी जाँदैछौँ साथै यो हामी धरान सहर देख्दछौँ है एकदमै ओभर क्लिन छ कुनै ठाउँहरूमा चाहिँ त्यस्तो क्लिनहरू हुँदैन नि तर यो धरान सहर चाहिँ ओभर क्लिन लाग्छ क्या मलाई राम्रो लाग्छ ल हामी आइपुगेका छौँ प्रतीक्षा मार्ग धरान सौर प्रवेशद्वार तर हामी यताबाट जान्छौँ किनभने त्यो बाटो लामो छ हामी सर्टकट हिँड्दैछौँ हामी छौँ अहिले धरानको सौरको पुलमा एडमिसन ओपन कुन हो यो कुन स्कुलको एडमिसन ओपन हो यो नामै छैन त स्कुलको त सियोनको हो यो यहाँ गइसकेको छ हलाइदिउँ तँलाई तर त्यस्तो उयो छैन तर म सुरुचोटि आउँदा चाहिँ मलाई डर लागेको थियो यहाँ पुरा धेरैचोटि भइसक्यो आइसकेको त्यही भएर मलाई त्यस्तो खास चाहिँ डर लाग्दैन साथीहरू होइन नकल भयो हामी हाम्रो ठाउँमा आइपुगेको छौँ हामी सौरा आइसकेको छौँ अनि साथै यहाँ देख्न सक्नुहुन्छ खोला यसलाई सर्दु खोला भन्दा पनि हुन्छ तल गएर सर्दु खोलासँग मिसिन पुग्दछ पछि यो बर्खाको समयमा चाहिँ ओभर ठुलो खोला हुन्छ यहाँनिर अनि यहाँबाट चाहिँ मेरो साथी घर पनि जान्छ लगभग 45 मिनटमा हामी आइपुगेछौँ हौ यहाँ यहाँनिर यो हरियो यो देखेको त पछाडिपट्टि ग्राउन्ड पनि रहेछ है साथीहरू फोटो खिचेको है दाँत देखा
हामी यहाँनिर जाँदैछौँ यो कालो भएको ठाउँमा। ए हाम्रो गन्तव्य चाहिँ यो कालो भएको ठाउँ हो है। यहाँबाट देख्दाखेरि चाहिँ त्यहाँबाट जाँदाखेरि पक्कै पनि हामीले सोचेको जस्तै होस्। बन्दैछ भनेर थाहा छ, त्यही भएर आएको। बनिसकेपछि पनि आउनेछौँ। हामी चाहिँ पुल घुमिसक्यौँ, यहाँनिर आएर एकछिन बस्यौँ, टिकटक बनायौँ होइन। अब हामी अगाडि बढ्दैछौँ। धरान सहर मैले त्यस्तै क्लिन सहर भनेको होइन नि, हेर्नुहोस् त कति सफा छ। के छ अरे सफा धरान सहर। किन हाँस्छ यो? कति राम्रो इम्प्लिटर भयो। ए बाजे मकै बेच्नु हुँदैछ। भाइ पनि दिएको किन्दै नि त खाने काम मेरो। किन्दै खाने काम मेरो। खाने 40 रुपियाँ। 30 रुपियाँ छ। 40 रुपियाँ हो। 35 रुपियाँ छ। जा दिनु मसँग पैसा यति मात्रै छ भने। 5 रुपियाँ त ल्याउन, 30 रुपियाँ मात्रै छ। 30 रुपियाँमा दिनु भने त। अनि नाइ म सक्दिनँ। जा न जा आज यसको उयो हेरौँ। 10 रुपियाँ 10 रुपियाँ छैन मसँग, चेन्ज छैन। खाने होइन त मकै? खाने। यो मकै किन्नु गइसकेको छ। नानीहरू एक्जाम भइरहेछ, यिनीहरू एक्जाम दिएर आइसकेको छ। यसले यहाँ मकै किन्दैछ है। कति रुपियाँमा किनिस्? कति रुपियाँमा किने? पैसा चलाइनस् मेरो? किन? तेरोमा झन् भाग थियो, डर लाग्यो। सक्यो पैसा ल्याए 60 30। हाम्रो यात्रा जारी नै छ साथीहरू। साथी यसले मकै किनेर आएको छ। त्यसलाई खानु मन लागेर किनेको कि बाजेको माया लागेर किनेको? कहिले खाने भनिस् अनि किनेको नि? त्यसो मलाई दे। तर मलाई आजभोलि यस्तो पोलेको मकै कस्तो मन पर्न थालेको छ क्या। त्यो अस्ति गेमको बेलामा खायौँ नि किनेर, पर फुर्सलको बेला। कहाँ खायो? ए टिका छेमाले किनिदिएको होइन। त्यहाँदेखि चाहिँ मलाई यो पोलेको मकै एकदमै मन पर्न थालेको छ क्या। क्या चाहिँ किन भन्नु, मन पर्न थालेको छ त्यहाँदेखि। मिल्यो। धरान सौरामा रहेको यो के पार्क हो। पार्क छ अनि यो चाहिँ विशेष केटाकेटीको लागि भनेर बनिएको छ अरे। मैले टिकटकमा देखेको थिएँ। अनि त्यहाँभित्र छिर्ने? नचिन्ने? पिङ पनि छ, खेल्ने ठाउँहरू छ। यो नछिर्ने भन्यो, त्यही भएर हामी छिर्दिनौँ। होइन छिरौँ ल। फुलहरू पनि रहेछ, राम्रो रहेछ। पर्दैन। अहिले आएर फेरि हामी नचिने निर्णय गऱ्यौँ है। कहाँ जाऊँ? डेस्टिनेसन। हाम्रो डेस्टिनेसन आइपुगेको छ। हामी नजिक छौँ। यो कालो देख्न चाहिँ सक्नुहुन्छ। देखे होइन है। कस्तो जुमै नभएको भएन। आइपुगेको छौँ हामी। हामी कति दूरी छ? लगभग अलिकति दूरी छ। 200 पहिला। 200 पहिला? यति टाढो? ल गन होइन रहेछ भने 200 पहिला। यो गन्दैछ है। पार्कहरू यहाँ देख्न सक्नुहुन्छ। धरान त एब्बर विकसित भयो त हौ अहिले त। मकै एकदम मिठो गुलियो छ है। तपाईँहरू पनि फेरि आउँदाखेरि त्यहाँनिर आएर खान सक्नुहुन्छ। मकै एब्बर टेस्टी छ। हामी आइपुगेको छौँ यो सिसाको घरमा। समथिङ त्यहाँदेखि यहाँसम्म चाहिँ 200 पाइलै लाग्यो। हाम्रो खुट्टा छोटो छोटो भएर हो कि हेर्दाखेरि नजिक, तर कोही बात नै। छिर्ने ठाउँ चाहिँ कहाँ देखिरहेछ हौ यहाँ?
यो बनिसकेपछि चाहिँ पक्कै पनि यो राम्रो बन्छ है साथीहरू। यहाँनिर अरू पनि आउनु भएको रहेछ घुम्नु डुल्नु भनेर। यस्तो छ। तर यो बन्दै गरेको कारणले गर्दा अलिकति खतरा छ जस्तो लाग्दैछ मलाई हैन। यहाँ भर्खर हुँदैछ। छिर्नु भित्र एउटा कि त गइरहेको थियो त छ हौ सबै गइरहेको छ। हामी भित्र छिर्दैछौँ। यहाँ माथि जाने बनिसकेको छैन यहाँ। धारा वासरुम हैन सबै थोक नै रहेछ। यहाँ आइपुगिसकेपछि कस्तो लाग्छ तँलाई ल भन्? कस्तो लाग्यो? अहिले भन्न जरुरी थियो। हामी यहाँ आइपुगेको छौँ हैन। हामी ब्याक गए कि अरू पनि हुनुहुन्थ्यो। अनि एकदमै तातो रहेछ। यो सिसाको भएर होला। यो एकदमै गर्मी छ। म यहाँ आइपुगेको म यहाँ बसेको कमसेकम 1 देखि 1.5 मिनट भयो। मलाई पसिना भएर मलाई यहाँनिर पसिना आइसक्यो गर्मीले। यस्तो चिसो छ। अनि यहाँ मोबाइलमा टिकटक बनाउँदैछ। अनि यसमा चाहिँ इको आइरहेको छ पुरै साउन्ड आइरहेको छ। यो एकदमै यो यस्तो भए पनि यहाँदेखि बाहिर चाहिँ एकदमै राम्रो क्लियर देखिन्छ। बाहिरबाट भित्र हेर्दाखेरि चाहिँ केही देखिँदैन कालो न कालो देखिन्छ। अनि त्यसपछि यहाँदेखि बाहिर हेर्दाखेरि चाहिँ एकदमै क्लियरली देखिन्छ। तर यति गर्मी छ नि यहाँ एकदमै गर्मी छ। अनि यो बाहिरबाट यो भित्र हावा आउनु नपाएर होला कि एकदमै गर्मी छ। साथै यो घाम लागेको बेलामा यो अझै धरामा चाहिँ एकदमै गर्मी हुने ठाउँ हो। यो पछि गर्मी हुने बेलामा चाहिँ यहाँनिर एसीहरू नराखी चाहिँ यहाँनिर कमसेकम 5-6-7 मिनट बस्नु पनि गाह्रो छ। किनभने आज धरामा एकदमै घाम लागेको छैन उयो छ है कम लागिरहेको छ। र तब यस्तो छ भनेपछि घाम लाग्दाखेरि यहाँ त 43-44 डिग्रीकोसम्म घाम लाग्छ धरानमा। अनि त्यो डिग्री अवस्थामा यहाँनिर आइपुग्दा चाहिँ यहाँनिर एसीहरू भएन भने चाहिँ एकदमै हामी घुम्न आउनेलाई चाहिँ एकदमै गाह्रो छ है। तर सायद पछि यसको पनि केही प्लानिङहरू होला हैन। बनाइसकेपछि यसको पनि केहीनिर होला। जे होस् ठिक छ राम्रो छ। यसलाई सोधौँ न कस्तो लाग्यो भनेर। तँलाई कस्तो लाग्यो? पसिना चुहिसक्यो। देखा न यहाँ पसिना चुहिसक्यो। के यो मकै पनि काम नलाग्ने बेला म टिकटक बनाउनु व्यस्त छु ल। यो टिकटक बनाउँदैछ। साथै यहाँ हाम्रो साथीहरू घुम्न आउनुहुँदैछ उहाँहरू। म पनि टिकटक बनाउँछु फोटो खिच्छु अब। झरौँ लु हामी यहाँदेखि झर्दैछौँ। बाफ्रे यस्तो गर्मी छैन नि यहाँनिर देखेर सक्नुहुन्छ। मेरो हालत मेरो पसिना त्यहाँदेखि झरिसकेपछि फेरि यहाँ चाहिँ शीतल छ। यहाँ भित्र टिकटक बनाउनु अघि बाहिर गर्नु भएको थियो। भित्र बसेर बाहिर निस्केको अहिले बाहिर कालो आयो। कहाँ बनाउनु? अब हामी एकछिन घुम्छौँ अनि त्यसपछि यहाँबाट हामी दफा हो जान्छौँ। एकदमै गर्मी छ साथीहरू। बाफ्रे पछाडि छ नि हामी बाहिर निस्किसकेको छौँ। अनि भित्रबाट बाहिर आउँदाखेरि चाहिँ एकदमै शीतल छ। हेर्नु त बाहिरबाट हेर्दा यो पुरै कालो चिज केही जस्तो नदेखिने चिज भित्रबाट हेर्दाखेरि चाहिँ कस्तो क्लियर अनि राम्रो देखिएको क्या।
अब चाहिँ भित्र यहाँनिर ढोका लाउनु हुने अरे, भित्र पस्नु नपाए अरे आजको दिनदेखि चाहिँ भनेर हामीले भर्खरै यहाँ सूचना पाइसकेको छौँ। अनि यहाँ बाहिर बाहिर चाहिँ अब सायद घुम्न पायो हिँड्न पायो, तर भित्र चाहिँ अब ढोका बनाउने भएको कारणले गर्दाखेरि भित्र चाहिँ अब नजानु नपाउने भयो। अब अबको दिनदेखि चाहिँ किनभने ढोका बनाउँदाखेरि त्यहाँ विभिन्न चिजहरू हुनसक्छ होला, त्यही भएर सायद होइन। त्यही भएर अब चाहिँ जतिजना तपाईँहरू आइसक्नु भयो तपाईँहरूलाई बधाई छ, जतिजना आउनु भएन अब चाहिँ तपाईँहरू पुरै बनिसकेपछि आउनु होला। आउनु भए पनि बाहिर बाहिर घुम्दा हुन्छ, भित्र चाहिँ जानु नपाउने भयो तपाईँहरू साथीहरू होइन। हामीलाई पनि हामी बाहिर निस्किसकेको छौँ, साथी नगरपालिकाबाट दाइहरू आउनु भएको छ, उहाँले यो भर्खरै सूचना हामीमा डिस्ट्रिब्युट गराउनु भयो। तर राम्रो लाग्यो मलाई, तर एकदमै गर्मी तपाईँहरू देख्न सक्नुहुन्छ है। यहाँनिर अझै बन्ने कार्यक्रमहरू बाँकी नै छ। हामी चाहिँ अब यहाँबाट जाने हामीले फैसला गर्यौँ, निर्णय गर्यौँ। हामी यहाँबाट अब घर जाँदैछौँ। साथीहरू तपाईँहरू पनि फेरि पनि आउनु होला, यो ठाउँमा बनिसकेपछि सायद एकदमै राम्रो हुनेछ भन्ने हामी आशा राख्दछौँ। अब हामी यहाँबाट घर जाँदैछौँ होइन। यो ठाउँ हामीलाई जे होस् ठिकै लाग्यो, राम्रो लाग्यो, भित्र राम्रो पनि छ, गर्मी पनि छ। सायद त्यो फिनिसिङ भइसक्दाखेरि यो राम्रो हुन्छ भनेर हामीलाई आशा छ। त्यसै गरी अब हामी यहाँबाट घर फर्किँदैछौँ है। हाम्रो पैदल यात्रा छ, अघि पनि पैदल यात्रा गरेरै आएको र बाँकी पनि हामी पैदल यात्रा गर्दै नै हामी जानेछौँ। त्यसैले आजको हामी सर्ट मिनी भ्लगलाई यहीँनिर राख्नेछौँ। तपाईँहरूलाई फेरि नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै बाई बाई सबैजनालाई।